आज चाहिँ मैले नानीहरूको लागि लन्च बक्समा प्याक गरेर पठाउने रेसिपी लिएर आएको छु र यो चाहिँ एकदम सजिलो पनि प्लस यो हेर्दामा एकदम राम्रो पनि देखिन्छ। हामीले सधैँ यो ब्रेड र आलुलाई हामीले अरू बेला बनाउँछौँ भने आज चाहिँ यसलाई मैले अलिकति बेग्लै तरिकाले यहाँ मैले बनाएर लिएको छु र भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोस् होला। मन पऱ्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् होला। अनि यसको लागि चाहिँ मैले 1 पेला म्यास गरेको आलुलाई राखेको छु अनि एउटा क्युब चिजलाई पनि यहाँ ग्रेट गरेर राखेको छु। चिज कतिको मनपर्छ त्यो अनुसार राख्न सक्नुहुनेछ र अलिकति खुर्सानी पिरो तपाईँको नानीले कतिको मन पराउँछ त्यो अनुसार र मैले यहाँ चप्ड गरेको प्याज अलिकति अनि धनियालाई पनि मैले यहाँ राखेको छु। त्यसपछि मैले यहाँ स्वाद अनुसार नुन राख्नुपर्ने हुन्छ र त्यसलाई हल्कासँगले मिक्स गरिसकेपछि मैले यहाँ ब्रेडलाई लिएको छु। यहाँ 6 वटा स्लाइस छ ब्रेडको र यसलाई चाहिँ मैले यहाँ राउन्ड शेपमा यो बट्टाको कभर मैले लिएको छु। तपाईँकोमा पेला या कुनै अरू छ भने पनि अलिकति लाग्ने धारिलो छ भने त्यसले कट गर्नु सक्नुहुनेछ र मैले चाहिँ यो कभरले गरिरहेको छु र सबै मैले यसरी नै राउन्ड शेपमा काटिसकेपछि यो जुन चाहिँ यो साइडको ब्रेड छ यो चाहिँ अरू बेला हामीलाई ब्रेड कम बनाएर राख्यो भने अरू कुनै आइटममा है बनाउँदा चाहिन्छ वेस्टै हुँदैन। र त्यसपछि चाहिँ यो सबै ब्रेडमा मैले अहिलेको स्टफिङलाई चाहिँ लगाइरहेको छु। यहाँ माथिबाट हल्कासँगले लगाउनु पर्ने हुन्छ। अनि सबै ब्रेडमा मैले यसरी नै लगाएँ र त्यसपछि चाहिँ जुन चाहिँ त्यो अघिको फाल्टो अर्को ब्रेड थियो त्यसले माथिबाट थिचिदिने हल्कासँगले अनि यसरी थिचिसकेपछि चाहिँ मैले सबैमा त्यसरी नै गरेँ अनि मैले माथिबाट चाहिँ यहाँ बटरलाई लगाइरहेको छु। तपाईँहरूले घिउ लगाउनु पनि सक्नुहुनेछ नभए तेलमै हल्कासँगले तेल लगाएर पनि गर्नु सक्नुहुनेछ। र मैले यहाँ बटर लगाएर ताईलाई मैले हल्का यहाँ तताइसकेपछि सबै ब्रेडलाई चाहिँ मैले यहाँ माथिबाट राखेको छु अनि त्यसको ब्याक साइडबाट पनि मैले यहाँ बटरलाई हल्कासँगले यहाँ लगाइरहेको छु र बिस्तारै यसलाई पल्टाउनु पर्ने हुन्छ। यतिको डामिसकेपछि चाहिँ मैले यहाँ सबैलाई पल्टाउँदै डामेको छु र तपाईँहरूलाई योभन्दा पनि अलिकति खर्रेको मनपर्छ भने अलिक तपाईँहरूले यसलाई डाम्नु सक्नुहुनेछ। र त्यसपछि चाहिँ मैले यहाँ राखेर चाहिँ यसलाई 2 भागमा डिभाइड गरेँ र तपाईँहरूले यो यसरी काटेर यतिकै पनि नानीहरूलाई दिनु सक्नुहुनेछ। तर मैले त्यहाँ अलिकति यसलाई अलिकति राम्रो देखाउनुको लागि चाहिँ माथिबाट मैले सस लगाइदिएँ अनि यहाँ सस मजाले लगाउनु पर्ने हुन्छ। यहाँ सस लगाइसकेपछि चाहिँ मैले यहाँ साना खालके भुजालाई लिएको छु प्लेटमा अनि त्यसमा डिप गरिदिने र यो चाहिँ रेडी भइसकेको छ। र हेर्नुहोस् त यो कति राम्रो देखेको छ र नानीहरूलाई केसँग मनपर्छ सस नभए म्युनिज जेसँग पनि उनीहरूलाई मनपर्छ त्यो अनुसार दिनु सक्नुहुनेछ र तपाईँहरूले पनि यसरी बनाएर खानु सक्नुहुनेछ। यो चाहिँ एकदम मिठो पनि भएको थियो पुरै।